यो चाहिँ 200 टनको ढुङ्गा चाहिँ माथि यो माथि चाहिँ पहाड छ त्यहाँ माथिबाट त्यो 2011 मा आको भूकम्पको बेला चाहिँ पहाडबाट लडेर झरेर यहाँ बसेको हुनाले चाहिँ यसैमा चाहिँ अब आइन्दाबाट यस्तो ठुलो प्रकोपहरू नआओस् भनेर शान्तिसँग स्थायी तरिकाले बस्न पाऊँ भन्ने अर्थ कल्पना गरेर यो ढुङ्गामा चाहिँ मूर्ति खोपिएको हो रे। मलाई आज आफ्नै दुधकोशीको याद आइरहेको छ। दुधकोशी जस्तै छ यो खोला पनि, यस्तै माथि हिमालबाट बग्दै आएको। पानी पनि दुधकोशीकै जस्तै एकदमै चिसो छ। समरमा पनि यो पानी हतपत छुन सकिँदैन, यो पानीमा धेरै बेर बस्न सकिँदैन। जे होस् आफ्नै घरमुनि बग्ने दुधकोशीको याद यो खोलाले मेटाइदिएको छ। देख्न सक्नुहुन्छ ऊ त्यहाँ एकजना जापानी हजुरबाले धान रोप्दै हुनुहुन्छ। जापानमा चाहिँ यसरी हातले रोप्ने भनेको चाहिँ एकदमै दुर्लभ रेयर नै हो, किनभने प्रायःजसो जताततै मेसिनहरू युज हुन्छ। तर उहाँको चाहिँ सायद किन अब धेरै बाध्यताहरू हुनसक्छ। हातले अघिदेखि हेर्दैछु म यहाँको लगभग 2 घन्टा भयो। 2 घन्टामा उहाँले त्यो 1 गरा पनि रोप्न सक्नु भएको छैन। सायद आज बेलुकासम्म रोपिसक्नुहुन्छ होला। रमाइलो छ किसानी जिन्दगी, तर के गर्नु, जहाँ गए पनि दुःख गर्नै परिहाल्छ। दुःखको जिन्दगी किसानी। एक्सरसाइज है, एक्सरसाइज। ल यो चाहिँ खुदौनो ताकी थानास्ता नताकी होइन पुकुलु होइन यस्तो छ। यो पछाडिबाट ओडार ढुङ्गा पनि पाल परेर झरेको छ क्या। अनि यो त हेर्न आउनेले बनायो होला, सबै हेर्न आउनेले सबै बनाइराखेर अनि यस्तो गरेर यो चाहिँ यस्तो ओडारको भित्रपट्टिबाट यसरी छ है, एकदम रमाइलो। भित्र पनि मन्दिर पहिलाको पुर्खाहरू बस्या होला है। बस्या छ त बाजे। रक्सी चढाइदिएको छ जापानमा पनि। पुरै आफ्नो मूर्ति पुर्खा पितृहरूलाई रक्सी चढाएर पूजा गर्ने चलन छ। यति भन्दै आजको लागि भिडियो अन्त्य गर्ने अनुमति माग्दछु। र यदि तपाईँहरू पनि यो ठाउँमा घुम्न जान चाहनुहुन्छ भने गुन्माकेनको शिबुकावा अन्तर्गत रहेको छ। एकदमै रमाइलो ठाउँ छ, एकदमै फ्रेस बनाउने छ। र यो सिजन एकदमै बेस्ट सिजन हो। र यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट अनि च्यानललाई सब्सक्राइब गरिदिनुहोस् है त।